So what's up beautiful people, welcome back to the another episode of my vlog. So अनि आज चाहिँ दिउँसोको लगभग 11 बजिसकेको छ अनि आज चाहिँ म यहाँबाट अङ्कलको घरबाट निस्किने प्लान बनाइरहेको छु गाइस। हल्का मासतिर गएर हल्का बिरामी भइरहेको थियो, घाँटीहरू गएको थियो, अझै नि कम्प्लिटली चाहिँ निको भइसकेको छुइनँ, तर नि 1-2 दिन बसेर यहाँ रेस्ट गरियो। अब चाहिँ म अलिकति पर्फेक्ट छु जस्तो लाग्यो अनि अब भ्लग बनाउन त दौडिनु पर्यो गाइस। त्यो भएर चाहिँ आज म निस्किन्छु। हिजो हामी चाहिँ सेन्ट्रल मल गएको थियौँ, अगाडिको थोरै भ्लग हेर्नु होला। आज हामी चाहिँ बेलुकातिर सेन्ट्रल मल आएको थियौँ, यहाँ घुम्न आएको थियौँ। पुष्पा 2 सकिएकै रहेनछ। बाबा अनि म, मामु अनि दादा आएको थियौँ। गाइज म के गर्ने आँटेको छु, हेर्नुहोस्। मनसोई पकंदी अडिकेलु मामा नडिके मतल टम टम सिरिपोइल मिन्नल अडिकेलु हास पंडिते अचल टम टम। सो गाइज यो सानो क्लिप्स चाहिँ हिजोको थियो। लेट्स स्टार्ट अब आजको भ्लग है त। जाँदा चाहिँ हामी छिट्टो उठेको थियौँ अनि हेर्न सक्नुहुन्छ। त्यो भएन, अलिक स्ट्रेट अट्याउनु पऱ्यो नि त, हल्लाउनु भएन। अनि चाहिँ यहाँ हाम्रो उज्यालो भइसकेको छ अनि हाम्रो चाहिँ बाहिर क्या दामी भएको रहेछ। अनि यहाँ चाहिँ हाम्रो मामु चाहिँ अहिलेसम्म रेडी भइसकेको छैन। ए अनि यहाँ चाहिँ आइदाको कति धेरै बुक छ। यहाँ यो बाबा रेडी भइसकेको छ। दादालाई पुऱ्याउन, दादा प्यानो बनाउन सिक्ने भइसकेको छ। बजाइको छ अब भाइले सिक्नुपर्छ ल। गुड मर्निङ, नेक्स्ट डे भ्लग। अनि त्यस पछाडि भने यति बेला चाहिँ मर्निङ 7 AM भएको छ अनि अब चाहिँ म चाहिँ यहाँबाट निस्किन लागेको छु गाइज। के चाहिँ खान्छु ठिक छ हो र? भ्लग बनायो अनि हो। यतातिर चाहिँ आन्टी हुनुहुन्छ, चिया खाँदै हुनुहुन्छ। मेरो अगाडिको प्लान भनेको चाहिँ इलाम छ होइन। अब हेरौँ त्यतातिरको अलिकति जाडो हुन्छ, जान डर लाग्दै पनि म चाहिँ आर्ट गरिरहेको छु। त्यही हो कि न खान्छु। अब सुजितलाई अब यसो बिदाई गर्ने क्रममा पड्काएर बिदाई गर्ने होइन। अब बाहिर पड्काऊ कि भित्र पड्काऊ? भित्रै पड्काऊ। अङ्कल अलिक यस साइडमा बसेर यो साइड हातैबाट पड्काइदिनु न। यसरी अब यो यसले दिँदैन। यसलाई समाइसो फेरि पटेको खाइदिनु मुखमा, यसको मुखमा पड्काएको। गाइज आज भाइलाई अब भाइ हाम्रोमा 3 दिन बसेको हुनाले भाइलाई बिदा गर्दाखेरि चाहिँ यसो एकदम ह्याप्पी भएर बिदा गरौँ, तिहार जस्तै होइन। अब फेरि ईश्वरले जुराओस् होइन। भाइको आफ्नै घर हो, जतिखेर आए पनि हुन्छ। साइड लाग्यो। गुड लक दादा, गुड लक। हजुर सोचेको सबै कुरा पुरा होस् होइन। राम्ररी घुम्नु, धेरै चिसो ठाउँमा नबस्नु, चिसो लाग्ला। राम्ररी घुम्नु, टाइममा खानु। दादा अन्त गाइज घर हाम्रो यही हो होइन। दादालाई फेरि टाइममा खानु। कान्छु घर देखाइदेऊ। धेरै मोबाइल होइन हातले मेरो घर चाहिँ यो चाहिँ मेरो घर चाहिँ यही हो, ठुलो ठुलो सानो घर। ल खाऊ, दबाई खानुपर्छ, म ल्याइदिन्छु तपाईँलाई। त्यही अब 2-3वटा होला होइन कान्छु। छैन। अब अङ्कल हामी कता लाग्दैछौँ भनिदिनु त। अब हामी चाहिँ बिस्तारै अब खेतीतिर लागेर अनि खेतीबाट भाइलाई पूर्वसम्म यसो पुगाइदिउँ भन्ने चाहना हाम्रो हो। सो
सट्ट अब चाहिँ मर्निङ भ्यू हेर्दै हेर्दै जानुपर्छ गाइज बिहानको सनसाइन चाहिँ बवाल हुन्छ त्यो टाइम सबै खानु क्या 5 दिन खानु निको हुन्छ अनि ले यो गाडीमा खानु के हो गाडीमा खानु है के हो दादाले दबाई दिएको ल टेक केयर आफ्नो केयर पनि हुन्छ गर्नु हामीले हैन ल मजाले बस्नु सो अब चाहिँ हामी निस्किरहेको छौँ गाइज यताबाट सिधै जानु त्यहाँ चोक होला त्यहाँबाट रामचोक जानु गाइज यति बेला चाहिँ हामी छौँ रञ्जनी चोक अङ्कलको खेती जहाँ चाहिँ अङ्कलको खेती छ हो त्यहाँ त्यो ठाउँमा सो तपाईँहरू यता हेर्न सक्नुहुन्छ यो एरिया चाहिँ सर्ट उहाँ पर रुखहरू घाटसम्म अनि यता पोखरीहरू छ अनि यहाँ अगाडि पनि छ सो यो चाहिँ अङ्कलको ल्यान्ड भयो अनि त्यस पछाडि अङ्कलले जस मलाई घुमाइरहनु भएको छ अनि आफ्नो अपकमिङ प्लानहरू पनि मसँग सेयर गर्दै कस्तो छ ठाउँ हेर अनि रिभ्यू देऊ भनेर चाहिँ मलाई घुमाउँदै लिएर आउनु भएको छ सो त्यही हो यति बेला हामी यो रञ्जनी चोक भन्ने ठाउँमा छौँ कतिखेर जान्छु हजुर कतिखेर जान्छ अहिले 10 बजेतिर के छ राजा तेरो खबर के छ पानी खा भाइ कलको पानी खाऊँ माछा जिसने हंसाया जिसने रुलाया जीना सिखाया मजबूर जैसा कहती होइन मान्छे मर्छ बिग्रिन्छ त्यो कसैको ग्यारेन्टी छ छैन नि भगवान्ले होस् नहोस् नि अब नभए त राम्रो त शनिबार कति बजी आउनु भन्नु म आउँछु कति जानु त्यतिखेर आउँदा नि भयो नि त भात खाएर आउनु न भात किन खाएर आउँछु यहीँ खान्छु नि भात पनि गरेर यहीँ भात खाने गरी आउँछु नि शनिबार अब पुरै पार्टी गर्नुपर्छ होइन अब एउटा अब यहाँ फेरि अब पहिलाको झझल्को छ होला नि त पहिलाको झझल्को छ त्यो झझल्को लागि याद हुन्छ शनिबार बेलुका बस्ने गरी नै म सहयोग भयो भने शनिबार बेलुका बस्ने गरी आउँछु अनि आइतबार यहाँ बिहान काम पनि छ नि त मेरो रङ्गेलीमा फेरि आइज किन गर्नु त आइतबार दर्ता गर्नुपर्ने त हामी शनिबार जाडोमा के कुदाइबाट उल्टी परतिर आउनु नि त 12 बजेतिर है बिहानै आउँछु नि म घर शनिबार बसेर के गर्छु सो गाइज अब चाहिँ हामी यहाँबाट निस्किन लागेको छौँ सो गाइज यति बेला हामी दमक आइपुगेको अवस्था छ अनि त्यस पछाडि हामी चाहिँ अब एकछिन खाजा नास्ता होइन अङ्कल खाजा नास्ता खाउँ भनेर यसो एकदम मिठा मिठा गफ गर्दै आइरहेको छौँ अङ्कलबाट सिक्नुपर्ने कुराहरू धेरै छ म सिकिरहेको छु परिपक्व को छ र बातलोसम्म सिक्ने त हो होइन तपाईँले तपाईँको अनुभवमा त म छेउ पनि पर्दिनँ नि त फरक त्यहाँ छ सो गाइस तपाईँहरू पनि नेभर क्विट टु लर्न भनेर भन्छु म चाहिँ होइन सिक्न कहिले पनि नछोड्नुहोस् लाइफमा अगाडि बढ्दै जानुहोस् जसले मेरो भ्लग हेरिरहनु भएको छ त्यही हो सो सबजनालाई गुड विसेस सो राइट गाइज यति बेला चाहिँ हामी बिर्ता मोड आइसकेको अवस्था छ अनि हामी यहाँ बिर्ता मोडमा चाहिँ अब यति बेला खाना खाँदैछौँ 1 बजिसक्यो होइन अङ्कल सो राइट गाइज हामी चाहिँ बिर्ता मोडबाट खानासाना खायो अरे अनि त्यस पछाडि यति बेला चाहिँ अङ्कलले मलाई 4 आली ल्याएर छोडिदिइसक्नु भएको छ अब चाहिँ म मासतिर इलाम साइडतिर लाग्नुपर्ने हुन्छ भ्लगबाट आन्टीलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु आन्टीले पनि एकदम धेरै केयर गरेर राख्नुभयो मलाई किनभने अलिकति बिरामी पनि थिएँ अनि त्यस पछाडि अब चाहिँ म अङ्कलबाट छुट्नुपर्ने हुन्छ अङ्कलसँगको टाइम भनेको मेरो लागि एकदम इन्सपाइरिङ टाइम थियो धेरै कुराहरू सिक्ने अपर्च्युनिटी पाएँ भन्दै अब अङ्कलबाट बिदा माग्नुपर्छ मैले चाहिँ एकदम धेरै धेरै एकदम खुसी लागेको छ अब उसको अब हरेक यात्राहरू सफल होस् ईश्वरले गरोस् उसको कुनै पनि ठाउँमा गाह्रो नपरोस् उसलाई अब हाम्रोबाट शुभकामना त्यही त हो अब अरू अब ऊ जहाँ छ जहाँ जान्छ त्यहाँ हामी जान सक्दैन जहाँसम्म सक्छु त्यहाँसम्म उसलाई गरेकै छु
केही कुरालाई बुझ्नलाई केही चिजको अनुभव गर्नलाई होइन त्यसको लागि केही हिँड्नै पर्छ हिँडेर अनुभव गर्नु भनेको भिन्दै कुरा हो अब साथीभाइले सुनाएर अनुभव गरेर पनि त्यो हुँदैन ठाउँ अनुसारको के अरे समय देखिन्छ होइन कुन ठाउँमा के छ त्यो चाहिँ अनुभव गर्नुपर्छ लाइफमा हाम्रै नेपालमा यति ठाउँ छ घुम्नु यति ठाउँ छ घुम्नु कि त्यो के भन्छ यो जुनी होइन अर्को जुनीमा पनि हामी सक्दैनौँ हामी बाहिर भन्दा पनि नेपालमै रमाउँ भन्ने मेरो चाहना छ र अर्को कुरा भने चाहिँ के हो भने सानोतिनो एडिक्सन भन्दा पनि होल पुरा एकदम लामो एडिक्सन एउटा लाइफको एडिक्सन चाहिँ बवाल एडिक्सन हुन्छ जस्तो लाग्छ मलाई हामी अरू चिजको एडिक्सनमा चाहिँ नलागेर जति पनि युथहरू हुनुहुन्छ आफ्नो लाइफको एडिक्सनमा लाग्नुहोस् आफ्नो लाइफ बेटर बनाउँदै जानुहोस् म पनि विथआउट मनी अल ओभर नेपाल ट्राभल गरिरहेको छु र अङ्कल जस्तो मान्छेहरूसँग भेट्नु भनेको मेरो लागि एउटा लक हो किनभने तपाईँहरूलाई थाहा छ कि छैन म चाहिँ इच एन्ड एभ्री टाइम अलरेडी जो मेड पिपल हुनुहुन्छ उहाँहरूबाट चाहिँ केही नयाँ कुरा सिकौँ आफूलाई अझ बेस्ट भर्जन बनाउँदै लिएर जाउँ भन्ने विस बोकेर हिँडिरहेको छु हामीले अब आफ्नो आफन्त भन्दा पनि के चाहिँ हामीसँग जो भेटिन्छ जोसँग मन मिल्छ त्यही नै आफन्त हो क्या अब आफ्नो छ अब त्योसँग मनै मिलेको छैन भने त्यो आफन्त पनि केही काम छैन के जहाँ मन मिल्यो त्यही नै आफन्त हो सायद अङ्कलले यति धेरै कुराहरू आफ्नो बारेमा अरू कसैलाई पनि सेयर गर्नुहुन्न थियो होला जति मलाई गर्नुभयो त्यसको लागि चाहिँ यो कुरा चाहिँ मलाई अझ एप्रिसिएट गर्छ किनभने अङ्कलले एज अ साथी सम्झेर मलाई यति ट्रस्ट गरेर जति पनि कुराहरू सेयर गर्नुभयो हत्तपत्त कसैले पर्सनल कुराहरू अथवा आफूसँग भएको कुराहरू कोहीसँग सेयर गर्न रुचाउँदैनन् मान्छेहरू सो गाइज अब चारालीबाट मासतिर यो साइड लाग्नुपर्ने हुन्छ इलाम साइड चाहिँ अङ्कल ल सो चाराली बजार हेर्न सक्नुहुन्छ सो गाइज नाउ आई एम ट्राइङ टु टेक अ लिफ्ट फ्रम चाराली टु इलाम होइन सो गाइज यति बेला चाहिँ हामी इलाम निस्किन पुग्न लागेका छौँ होइन अनि त्यस पछाडि हामी चाहिँ वान द वे हो बाटोमा चारालीदेखि चाहिँ मैले एकजना दाइ हुनुहुन्छ उहाँसँग चाहिँ लिफ्ट मागेर उहाँकै ट्रकमा आइरहेको छु मेरो मनकुमार राई हजुर कहाँदेखि हुनुहुन्छ घर हाम्रो त 5 तारतिर पर्छ हो हजुर बाटोमा मलाई हेल्प गर्नुभयो है एकदम धेरै खुसी लाग्यो एकदम धेरै धन्यवाद दाइ हामी इलाम कति बेला पुग्छौँ होला दाइ अब इलाम पुग्नलाई तपाईँको अझै झन्डै पाउने 1 घन्टा लाग्छ पाउने 1 घन्टा ल ठिक छ दाइ हुन्छ दाइसँगै चाहिँ म गइरहेको छु अब दाइले भनिहाल्नुभयो पाउने 1 घन्टा जति लाग्छ भनेर अनि त्यस पछाडि दाइले चाहिँ आज फल्ट गर्नुभएछ एउटा सामान हाल्नुपर्ने रहेछ बिर्से भन्नु भएको थियो ठिक छ गाइज अब इलामतिर पुगेर भेट्नुपर्छ स्टे ट्युन फेरि भेट्दै गरौँ सो गाइज यति बेला चाहिँ म इलाम आइसकेँ अनि त्यस पछाडि अब नाइट स्टेको जुगाड हान्नुपर्ने हुन्छ सो अलिकति सुरक्षित ठाउँ हेरेर अनि मसँग अहिले लास्ट इन्सिडेन्ट चाहिँ के भयो भन्नुहुन्छ भने ट्रकबाट झर्या ज्याकेट अनि पन्जा मसँग भएको पन्जा पनि हिँडिसक्यो होइन गाह्रो छ ट्राभल गर्नलाई विथआउट मनी गाइज त्यही हो अब आजको भ्लगमा यतितिर इन्ड हानिदिन्छु अब कहाँ स्टे हुन्छ के हुन्छ अब भोलि अर्को भ्लगमा भेट्नुपर्छ गाइज इफ यु आर न्यू हियर देन प्लिज डोन्ट फर्गेट टु सब्सक्राइब भन्दै म आजको भ्लगबाट बिदा माग्छु